हेलो दर्शन नमस्ते, के छ सन्चै आरामै हुनुहुन्छ? आज चाहिँ मैले मेरो छोटो मिठो भलक मिनी भलक दाइको इन्टरभ्यू लिँदैछु, के कस्तो हुन्छ सल्लाह सुझाव दिनु होला। दाइ स्वागत छ मेरो भिडियोमा। स्वागत छ सबैजनालाई जति पनि दर्शकहरू होइन आफ्नो इष्टमित्र आफन्तजनहरू होइन यो भिडियो जतिजनाले पनि हेर्दै हुनुहुन्छ उहाँहरू सबैजनालाई फेरि पनि नमस्कार गर्न चाहन्छु। कस्तो चलिरहेको छ मलेसियाको बसाइ? मलेसियाको बसाइ अब भन्नुपर्दा अब ठिकै छ, ठिकै राम्रै चलिरहेछ। राम्रै हुनु पर्यो। त्यस्तो अब दुःख गाह्रो भन्नाले पनि त्यस्तो केही छैन। हजुर, एकदमै रमाइलो तरिकाले चलिरहेको छ। भनेपछि मलेसियाको बसाइ राम्रै छ। एकदमै राम्रै चलिरहेको छ। अनि मलेसियाको त धेरै टाइम भयो होला नि? हजुर, मलेसियाको चाहिँ भइसक्यो तपाईँको होइन 3-4 वर्षै हुन लागिसक्यो। टाइम चाहिँ बसाइ एकदमै रमाइलो तरिकाले बितिरहेछ होइन। हजुर, रमाइलो तरिकाले चलिरहेछ। भनेपछि बिन्दास छ मलेसिया। मलेसियाको हावापानी के कस्तो छ भन्नु पर्यो? मलेसियाको हावापानी चाहिँ एकदमै कन्टिन्यू रेगुलर होइन तपाईँको 12 मास 12 महिना प्रत्येक दिन हजुर एउटै हुन्छ। तपाईँको जो घाम पनि हुँदैन धेरै होइन, जाडो पनि हुँदैन। मौसमको लागि चाहिँ एकदमै राम्रो छ मलेसियामा। भनेपछि बस्नलाई बिन्दास छ। बस्नलाई चाहिँ एकदमै बिन्दास छ, आनन्दित। अनि काम त चलिरहेछ नि? हजुर, एकदमै अनि नेपालतिर आमा बाबा सबै सन्चै? एकदमै घरतिर कल त भइरहेको छ नि? फेरि कल भइरहेको छ। कल गर्नु पर्यो। मलेसियामा आएर घर बिर्सिनु भएन होइन? त्यस्तो त हुँदैन। अनि नेपाल जाने प्लान कहिले भइरहेछ, के हो कता? अब नेपाल जाने प्लान चाहिँ आउँदै गरेको बडा दसैँमा जाने प्लान भइरहेछ होइन। मलेसिया आएको पनि अब 2-3-4 साल भइसक्यो। हजुर, चाहिँ दसैँ तिहारमा जाने प्लान चाहिँ छ। ठिक छ। अनि हजुर त अब मेरो आदरणीय दाइ हुँ होइन? अब भन्नु पर्दैन, मलाई प्रायः जसोले चिन्छ, नचिने पनि अब चिन्नु होला कुम्बुडा त के हो। अनि हजुर घर सल्यान नेपाल कुन ठाउँ? मेरो नेपाल सल्यान सैनिखाल, शारदा नगरपालिका 13 सैनिखाल चलाउने पानी हो होइन। अनि राम्रो त्यतातिर राम्रो हुन्छ नि सबै, हावापानी राम्रै है सल्यानतिर? एकदमै। अनि हजुरको बाल्यकाल के कसरी बित्यो? मतलब हजुरको अब नराम्रो बानी, मतलब बानी त सबैको हुन्छ बचपनमा नराम्रो, तर पनि हजुरको सबभन्दा नराम्रो बानी भनिदिनु पर्यो। यो चाहिँ एकदमै कमेडियन छ होइन। त्यो हुन्छ नि बच्चा बेलाको जो देखा सिकी होइन, यो अविस्मरणीय क्षण छ होइन। यो सम्झिँदाखेरि चाहिँ एकदमै खल्लो पनि लाग्छ होइन, हाँसो पनि लाग्छ। त्यस्तो हो। अब एउटा छ अविस्मरणीय चाहिँ अब खुलाउन मिल्छ भने खुलाइदिउँ। सानो अब भलक हो, त्यही केही फरक पर्दैन, भिडियो हो, तर खुलाउनु मिल्छ भने खुलाइदेऊ न त। अब सानो छँदा के हुन्छ भने अब बच्चाहरूको देखा सिकी होइन, अब ठुलो मान्छेले जे गर्यो त्यहीलाई अब फलो गर्ने हुन्छ नि त। त्यसै गर्ने टाइममा म चाहिँ अब बच्चा बेला अब गाउँमा चाहिँ अब त्यो देउता पुज्ने कार्यक्रम हुन्छ नि त। देउता मान्ने, देवी देउता मान्ने गाउँतिर होइन। त्यतिखेर चाहिँ अब सबैजनाले त्यो तपाईँको भालेहरू होइन, चल्लाहरू लिएर हामी त्यो देउता पुज्ने ठाउँमा होइन। अनि गएको बुवासँग। त्यसपछि त्यहाँ अब पुजारीले होइन त्यो चल्लालाई पानी हालेर मन्सिएर होइन, अनि टक्क त्यो खुट्टाहरू च्यापेर काट्दै फाल्दै चल्लाहरू त्यस्तो गरेको देखिरहेको थिएँ होइन। अनि त्यही देख्दाखेरि घर आइसकेपछि मेरो दिमागमा चाहिँ त्यही कुराहरू ठ्याक्कै बसेछ क्या। अनि बसेपछि मेरो घरमा पनि चल्ला हुन्थ्यो धेरै होइन, सानो सानो चल्लाहरू। गाउँघरतिर चल्ला त भइहाल्छ सबै घरमा, चल्ला बाख्रा पाल्नु गाउँघरतिरको परम्परा नै भइसक्यो अब त। हजुर। अनि त्यसपछि अब ठुलो ठुलो चल्लाहरू त मैले समाउन सक्दैन थिएँ, भागिहाल्थ्यो सानो मान्छे होइन। अब मैले चाहिँ सानो सानो भर्खरै अब निकालेको चल्लाहरू अनि त्यसलाई मात्रै छोप्न सक्ने। अनि म चाहिँ त्यो सानो चल्लाहरू
समात्यो अनि दाउरोमा राखेर चट्टै काटेर फालिहाल्यो फालिहाल्यो सबै चल्लाहरू 12-15 चल्लाहरू हुन्थ्यो हेर्नु हजुर अनि त्यो चल्लाहरू काट्दै फाल्दै क्या चट्ट काटेर सट्टै फालिहाल्ने क्या तलतिर त्यो देखा सिक्यो होइन त्यस्तो हुन्थ्यो त्यसपछि अनि घरमा चाहिँ अब त्यतिखेर पहिला चाहिँ थाहा भएन कोही नभएको बेला हजुर अब घरमा आएको बेला त म डर लाग्थ्यो त्यस्तो गर्दैन थिएँ हजुर कोही नभएको बेला चल्लाहरू समात्दै काट्दै फाल्दै गर्थेँ हजुर अनि घरमा आमाले भन्नुहुन्थ्यो चल्लाहरू कहाँ गएछ त्यो चल्लाहरू केले खाइस अब गाउँतिर त्यो घुगुते भन्ने त्यो के भन्छ त्यो माथिबाट जुरे भन्ने के हुन्थ्यो नि त हजुर हजुर ओहो आज पनि सबै चल्ला त्यो माथिबाट आएर खाइसकेछ जुरेले कौवाले खाइसकेछ भनेर दिदीहरूलाई गाली गर्ने के अनि चल्लाहरू चाहिँ मैले काट्दै फाल्दै सबै तलतिर छैन सक्यो अनि त्यसपछि एक दिन दिदीले देखेको काट्न लाग्यो जिन्दगीमा यस्तो मार खाइयो होइन त्यसपछि अनि त्यहाँदेखि त्यस्तो एउटा नराम्रो काम भनेको जिन्दगीमा भनौँ न बाल्य अवस्थामा जिन्दगी त अब चलिरहेको छ बाल्यकालको अब चाहिँ अविस्मरणीय क्षण भनेको त्यो एउटा नराम्रो काम भनेको चाहिँ मतलब यस्तो बाल्यकालमा सबै त्यही हो कोही राम्रो हुँदैन देखाइसके यताउता भइहाल्छ त्यही हो राम्रै बितिरहेको रहेछ अनि नेपालको अहिलेको स्थिति हजुरलाई के कस्तो ल के भइरहेछ कस्तो भइरहेछ नेपालको स्थिति त अब सबैलाई थाहा भएकै कुरो हो त्यो त भन्नु नपर्ने तर पनि नेपालको स्थिति अब अहिले चाहिँ थाहै छ हजुरलाई पनि के कस्तो भइरहेछ भन्ने कुरा होइन हजुर अब चाहिँ अहिले चाहिँ अब चुनावको माहौल छ अनि गाउँतिर अब होइन त्यस्तै छ अब नेपाल भनेपछि अब त्यस्तै हो नेतागिरीहरू यताउति अब राजनीति भन्ने अब खाने लुट्ने होइन म के भन्न चाहन्छु भने है यही भिडियोदेखि हजुर हाम्रोलाई होइन राम्रोलाई भोट हाल्नु एकदम अब आउँदै गरेको फागुनमा होइन फागुनमा चुनाव हुँदैछ हाम्रोलाई होइन राम्रोलाई छानौँ पुरानोलाई होइन नयाँलाई छानौँ एकदमै के भन्नु त्यसो भए के भन्न चाहन्छु भनेपछि नयाँ पनि सबै ठिक हुँदैन नि फेरि मान्छे हेरौँ मान्छे नचिनौँ मासु भातमा नबिगाऊ एकदम मासु भात खाने बा हामीलाई कन्ट्याक्ट गरेर एकसाथ हामी पनि खुवाइदिन सक्छौँ यही भन्न चाहन्छु त्यही छ ल धन्यवाद दादा धन्यवाद हजुरले यति लामो टाइम दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद हजुरलाई पनि धन्यवाद अब एउटा बोल्ने मौका दिनुभयो अवसर दिनुभयो त्यसको लागि सबैजना जति पनि भिडियो हेरेर बस्नु भएको छ उहाँहरूलाई पनि भाइ होइन अब हजुर कस्तो लाग्छ के लाग्छ सल्लाह सुझाव कमेन्टमा होइन भनिदिनु होला अब फेरि नेक्स्ट पार्ट पनि हाम्रो कन्टिन्यू जानेछ होइन हाम्रो भिडियो आइराख्ने छ कमेन्ट गर्नु लाइक गर्नु सेयर गर्नु के कस्तो लाग्छ सल्लाह सुझाव दिनु मेरो युट्युब त हजुरलाई थाहा होइन म फेसबुकमा पनि हाल्छु भिडियो युट्युबमा पनि हाल्छु युट्युब बम काजी बुढाथोकी छ अब हजुरलाई म फेसबुकमा सेयर गरिहाल्छु हजुरले गएर सब्सक्राइब गरिदिनु होला धेरै धेरै धन्यवाद जय नेपाल जय नेपाल